हामीले सुरुमा फेसबुक पेज बनाइसके भन्दा पछि फेसबुक पेज मोनेटाइजेसन गर्नको लागि हामीले केही विकली प्रोग्रेस गर्नुपर्ने हुन्छ। त्यो पुरा गर्नुपर्ने हुन्छ। हामीलाई टास्क दिइरहन्छ। त्यो टास्क एक हप्ताभित्र या कति दिनभित्र त्यो टास्कभित्र के छ त्यो कुरा हामीले पोस्ट कति अपलोड गर्ने, हैन, रिल्स कति अपलोड गर्ने, भिडियो कति अपलोड गर्ने, त्यो टास्कहरू पुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले त फेसबुक पेज बनाइसक्यो भन्दा पछि हामीलाई प्रोफेसनल ड्यासबोर्ड देखाइरहेको छ कि छैन भनेर अनिवार्य रूपमा चेक गर्नु होला। जब तपाईले आफ्नो फेसबुक पेज बनाइसक्नु भएको छ त्यसभन्दा पछि त्यो पेजलाई प्रोफाइललाई लगइन गरिसक्यो भन्दा पछि तपाईको प्रोफाइलमा प्रोफेसनल ड्यासबोर्ड अन छ कि छैन त्यो सबैभन्दा पहिले चेक गर्नु अनिवार्य हुन्छ। अब हामी जाउँ त्यो टास्कहरूलाई कसरी पुरा गर्ने त। यो कुरा त मैले यहाँहरूलाई सिकाइहालेँ। त्यो टास्क पुरा गर्नको लागि यहाँनिरको जुन तपाईले प्रोफाइल आइकन क्लिक गर्नुभएको देखिराख्नु भएको छ क्लिक गरेर प्रोफेसनल ड्यासबोर्डमा क्लिक गर्नु होला सबैभन्दा पहिले। अब यहाँ आइसक्यो भन्दा पछि मैले अहिले सुरु गरेको छैन विकली प्रोग्रेसेस। यदि तपाईँ सुरुवात गर्दै हुनुहुन्छ भने महत्त्वपूर्ण कुरामा ध्यान दिनु होला। सबैभन्दा पहिले यहाँनिरको जुन यो पेज देखिराख्नु भएको छ 0 फलोवर्स विकली प्रोग्रेस भनेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसके भन्दा पछि सबैभन्दा पहिले तपाईको च्यानल पैसा कमाउनको लागि, तपाईको पेज पैसा कमाउनको लागि तपाईको कुन इस्यु त छैन भनेर चेक गर्नुपर्ने हुन्छ। त्यसको लागि सबैभन्दा पहिले मोनेटाइजेसन आइकनमा क्लिक गर्नु होला। मोनेटाइजेसन आइकनमा क्लिक गरिसके भन्दा पेज स्ट्याटस भन्ने छ, यसमा गएर क्लिक गर्नु होला। यहाँ के भनेको छ पेज ह्याज नो इस्यु भनेको छ। यहाँ गएर तपाईले यसरी चेक गर्नुहुन्छ। यदि तपाईकोमा इस्यु देखाइरहेको छ भने तपाईले भविष्यमा गएर फेसबुक पेजबाट पैसा कमाउन सक्नुहुन्न। अब हामी अर्को पनि एउटा चेक गर्नुपर्ने हुन्छ। पेज रिकमेन्डेड भनेको छ, यसलाई पनि चेक गर्नुपर्ने हुन्छ। यसलाई पनि चेक गर्नको लागि यसमा क्लिक गरेर पेज स्ट्याटसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके भन्दा पछि पेज ह्याज नो इस्यु भनेको छ, यो पनि इस्यु छैन। यसमा पनि यो दुईटैमा तपाईको कुनै पनि इस्यु हुनु भएन। यी दुईटा अनिवार्य रूपमा चेक गर्नु होला। अब विकली प्रोग्रेसेस कसरी पुरा गर्ने त, त्यसको लागि हामीलाई टास्क दिइरहन्छ। यसमा विकली प्रोग्रेसमा क्लिक गर्ने, हैन। यहाँ सबैभन्दा पहिले हामीलाई के देखिरहेको छ सिलेक्ट अ फोकस भनेको छ। सबैभन्दा पहिले आई वान्ट टु म्याक्सिमम माई अर्निङमा क्लिक गर्नु होला, हैन। यसको टास्क पुरा गर्नुपर्ने हुन्छ। यो टास्क पुरा गरिसक्यो भन्दा पछि हामीले आई वान्ट टु रिच मोर पिपलमा फेरि हामीले त्यो टास्क त्यहाँ क्लिक गरेर त्यो टास्क पुरा गर्छौँ। त्यसभन्दा पछि आई वान्ट टु गेट अ क्विक स्टार्ट अन फेसबुकमा हामीले क्लिक गरेर त्यहाँ पुरा गर्छौँ। यसमा क्लिक गरिसक्यो भन्दा पछि अपडेटमा क्लिक गर्नु होला। अपडेटमा क्लिक गरिसक्यो भन्दा पछि फर्स्ट स्टार दिएको छ, यहाँनिर हामीलाई टास्क गर्नलाई एउटा गोल दिएको छ, यसमा क्लिक गर्नु होला। यहाँ फर्स्ट स्टारमा क्लिक गरिसक्यो भने गो टु विकली प्रोग्रेसेस छ। यो टास्क हामीले सबैभन्दा पहिले पुरा गर्नुपर्ने हुन्छ। यो टास्क पुरा गरिसक्यो भन्दा पछि हामीले फेरि कहाँ जानुपर्ने हुन्छ त, यसैमा म्याक्सिमम अर्निङ जो दिस विक फोकस छ यसमा क्लिक गरेर फेरि कहाँ जानुपर्ने हुन्छ, यो सुरुकोमा फेरि क्लिक गरेर हामीले त्यहीँ चाहिँ जान्छौँ। हामी त्यसैभित्र गएर फेरि त्यसको टास्क पुरा गर्छौँ। अब कुनैमा बढी कुनैमा कम टास्कहरू होला, हैन। अब यहाँ हामीले के भनेको छ यसमा ओरिजिनल कन्टेन्ट हुनु पर्यो। अरूको कन्टेन्टलाई कपी गर्ने हैन, आफैले बनाएको कन्टेन्ट हुनुपर्ने हुन्छ, हैन। अब शेयर स्टार यो पोस्टहरू छन्, यो पनि चाहिँ यहाँ तपाईले गरेर पोस्ट गर्न सक्नुहुन्छ, हैन। रिप्लाई टु योर स्टार भनेको छ, यो पनि तपाईले सबै कुराहरू यहाँ यी टास्कहरू चाहिँ पुरा हुन्छन्। अहिले मैले कुनै पनि टास्क पुरा गरेको छैन किनभने म पेजको सुरुवात क्रममै छु। हामीले सुरुवात क्रममै हुँदाखेरि केही महत्त्वपूर्ण सेटिङहरूलाई पुरा गर्नुपर्ने हुन्छ। मैले यहाँहरूलाई आज विकली टास्क पुरा गर्ने बारे बताएको छु। तपाईलाई पनि भिडियो मन परेमा भिडियोलाई लाइक र शेयर गर्न नभुल्नु होला। टास्क पुरा गर्नको लागि तपाईले यसरी नै क्लिक गरेर टास्क पुरा गर्नुपर्ने हुन्छ। मैले ती तीनवटा अप्सन तपाईहरुलाई बताएको छु, त्यही अनुसार टास्क पुरा गर्नु होला। कुनैमा टास्क बढी कुनैमा कम हुन्छ। अब यहाँ हाम्रो यसमा एउटा मात्र टास्क छ, फर्स्ट स्टारमा एउटा मात्र टास्क छ, हैन। यहाँ गो टु विकली प्रोग्रेसेसमा क्लिक गर्नु होला। त्यसभन्दा पछि तपाईले आफ्नो टास्कहरू यसरी पुरा गर्दै जानु होला। अब हामीलाई हप्तामा के कति भिडियोहरू अपलोड गर्न भन्छ या एक हप्ताभित्र, हैन। जस्तै आई वान्ट टु रिच मोर पिपलमा क्लिक गर्नुभयो भने यसमा कतिवटा टास्क दिएको छ त, 3टा टास्क दिएको छ, 3टा लेभल दिएको छ। यहाँ के भनेको छ गेट न्यू फलोवर्स भनेको छ, कति 3वटा फलोवर्स पुरा गर्नुपर्ने। गेट 3 न्यू पब्लिक पोस्ट भनेको 3वटा चाहिँ अनिवार्य रूपमा हप्तामा गर्नै पर्ने, हैन। विकलीमा एउटा कमेन्ट चाहिँ रिप्लाई अनिवार्य गर्नै पर्ने। गेट 5 चाहिँ तपाईको यो ओन पोस्ट भनेको छ, यो पनि हुनै पर्ने, हैन। 10 मोर भ्युज ओन कन्टेन्ट भनेको छ, यो पनि
हुनैपर्ने यो हप्ताको विकली प्रोग्रेसेस हो। यसलाई अनिवार्य रूपमा पुरा गर्नुपर्ने हुन्छ। यो कुरामा हामीले पोस्ट गर्दाखेरि सुरुमा फेसबुक पेज स्टार्ट गर्दाखेरि अनिवार्य एकदम राम्रो धैर्यका साथ हैन कन्सिस्टेन्सी राखेर तपाईँले त्यस्तो किसिमको भिडियोहरू बनाउनु भयो भने तपाईँले टास्क पुरा गर्न एकदम सजिलै तरिकाले गर्न सक्नुहुन्छ। आजको भिडियोमा मैले जानकारी यहाँहरूलाई यति नै दिएँ र अर्को नयाँ भिडियोमा हामी फेरि यस्तै इन्फर्मेसन भिडियो ल्याएर आउनेछौँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।